जोखिमयुक्त क्षेत्रमा राहत सामग्री अग्रिम रूपमा व्यवस्था गरौँ। यो सरकार विपदपछि होइन विपद अघि काम गर्ने सरकार बन्नुपर्छ। अन्त्यमा परिवर्तनको अभियानमा साथ दिएर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। माननीय सदस्य ताहिर अली भाट। सभामुख महोदय, नेपाल चाहिँ एउटा कृषि प्रधान देश हो। वास्तवमा यहाँ धेरै भयो। हामी मल फ्याक्ट्रीको नाममा कुरा गर्छौँ, नेपालमा कहीँ पनि मल फ्याक्ट्री छैन। यसकारण अब खेतीपातीको सिजन आउँदैछ। हामीलाई बिउ बिजन र मलको व्यवस्था अहिले धेरै अपेक्षा राखेछ यो सरकारको लागि। जनताले यो हुनुपर्छ र रूपन्देही जिल्लाको धेरै सडकहरू बिग्रिराखेकोमा धेरै सडकहरू बिग्रिराखेका छ। हामी चुनावमा पनि प्रचारमा थिए, धेरै सडक आउन जान एकदम बाधा अडचन थियो। त्यसकारण त्यहाँको एउटा सडक भगवानपुरदेखि दगधहीसम्मको बाटो एकदमै खराब छ, डेली दुर्घटना हुन्छ। त्यो सडक बन्नु पर्यो। अर्को त्यहाँ भन्सार, छोटी भन्सार कार्यालयहरू थियो। जिल्लामा भन्सार कार्यालय जाँदा आशास्ति छ। त्यसकारण छोटी भन्सार कार्यालय, अमुवा बरवा भन्सार कार्यालयको स्थापना हुनुपर्छ। सभामुख महोदय, धन्यवाद। माननीय सदस्य दीपक राज बोहरा। सर्वप्रथम कञ्चनपुर 2बाट मलाई निर्वाचन गराउनु हुने र देशमा 2/3 बलियो सरकार निर्माण गर्न जनताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज म माइनोरिटीको कुरा गर्न चाहन्छु, जुन सङ्ख्या मात्र होइन, राज्यले नसुनेको आवाज हो। मेरो निर्वाचन क्षेत्रमा सीमान्तकृत राणा थारू समुदायहरू छन्, तर उनीहरूको प्रतिनिधित्व यो सदनमा छैन। म त्यसका लागि माफी माग्न चाहन्छु। म राणा थारूको छोरा होइन, तर राणा थारूको छोराभन्दा कम जिम्मेवारी हुने छैन। भोट माग्न जाँदा मैले भनेको थिएँ, जाचोटी घन्टीमै भोट डरियो। आज यो गरिमामय सदनमा भन्न चाहन्छु, म यस्ता माइनोरिटीमा परेका समुदायका लागि सधैँ आवाज उठाउनेछु। प्रतिनिधित्व नभएको ठाउँमा नै न्यायको अभाव पुरा गर्न म यहाँ आएको हो। सभामुख महोदय, कञ्चनपुरकै बेलौरीमा वैशाख 9 गते रहस्यमय तरिकाले जलेको अवस्थामा भेटिएको हरिकिशन राणाको घटना अत्यन्तै रहस्यमय छ। परिवार र स्थानीय समुदायले लामो समयदेखि निष्पक्ष छानबिनको माग गरिरहेका छन्, तर आज चैत सकिन लाग्दा समेत यो घटनाको सत्य बाहिर आएको छैन। 1 वर्ष हुन लाग्दा पनि दोषी नभेटिनु, ढिलाइ हुनु न्यायमाथिको अन्याय हो। त्यसैले म यो सदन मार्फत जोरदार माग गर्न चाहन्छु कि यस घटनाको यथास्थित र निष्पक्ष छानबिन होस्, दोषी जोसुकै भए पनि कडा कारबाही होस्। माननीय सदस्य दीपक कुमार शाह सुनसरी। पुरा गर्न म यहाँ आएको। सम्माननीय सभामुख महोदय, सुनसरी 4 का जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु। सुनसरीमा किसानको सिँचाइ र दलितको सम्मान बिना विकास माटो माथिको उपहास मात्र हो। सप्तकोशी र सुनसरी खोलाको काखमा भएर पनि नहरहरू सुक्खा छन्। पानी छेउमै खेत सुक्खा बन्ने अवस्था छ। मल नपाएर किसान हैरान छन्। मल बिना खेती कसरी होला उब्जनी भन्ने गुनासो सर्वत्र सुनिन्छ। सुनसरी नदी र कुरुवा खोलाको बाढीसँगै वन्यजन्तुको आतङ्कले किसान दिनरात त्रासमा बस्न बाध्य छन्। नेपालमा कानुन पर्याप्त छन्, तर कार्यान्वयन कमजोर छ। मुसर तथा भूमिहीन दलित समुदाय अझै छाप्रोमै जिन्दगी अधिकार कागजमै भन्ने पीडामा बाँचिरहेका छन्। उनीहरू अनागरिक सर जीवन बिताउन विवश छन्। अत आगामी बजेटमा सिँचाइ विस्तार, मल खादको सहज आपूर्ति, बाढी नियन्त्रण तथा क्षतिको उचित क्षतिपूर्ति साथै भूमिहीन दलितका लागि आवास, शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग जोरदार माग गर्छु। अन्तमा सुनसरी लगायत माननीय सदस्य देवराज पाठक। सम्माननीय सभामुख महोदय, यहाँ सङ्घीय संसदको गरिमामय सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै दाङ क्षेत्र नम्बर 1बाट अत्याधिक मतका साथ मलाई निर्वाचित गराउनुहुने सम्पूर्ण मतदाताप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, किसान हाम्रा अन्नदाता हुन्। विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलका लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्। यस वर्ष सरकारले पूर्व तयारी के गरेको छ,
सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सम्मानीय सभामुख महोदय, प्युठानको सर्वोदरी आश्रमको 1034 बिघा 17 कट्ठा 7 दूर जग्गामध्ये 753 बिघा जग्गामा 289 घर परिवारको मोही छ। पछिल्लो समय मोही र गुठीको आपसी सहमति हुन चाहे पनि सर्वोच्च अदालतको 2062 चैत्र 14 गतेको परमादेश माननीय सदस्य धनञ्जय रेग्मी। सम्मानीय सभामुख महोदय, सर्वप्रथम मलाई विश्वासका साथ निर्वाचित गरी यस गरिमामय सदनमा आफ्नो प्रतिनिधिका रूपमा पठाउनु हुने स्याङ्जा क्षेत्र नम्बर 1 का सम्पूर्ण मतदाता तथा जनताप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। म आज सार्वजनिक सरकारको विषय फेवाताल संरक्षणबारे सरकार र सदनको ध्यानाकर्षण गराउन चाहन्छु। सर्वोच्च अदालतले फेवातालको किनारबाट 65 मिटरभित्र बनेका सबै अवैध संरचना हटाउन आदेश दिएको थियो। त्यसपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीज्यूको संयोजकत्वमा गठित समितिले 65 मिटर सीमाभित्र पर्ने संरचना पहिचान गरेर सोही आधारमा हटाउने प्रक्रिया पनि सुरु भयो। तर अहिले फेरि भूमि सुधार मन्त्रालयले उही कामका लागि अर्को समिति गठन गरेको छ। पहिले नै अध्ययन, निर्णय र फैसला कार्यान्वयन हुँदै गरेको अवस्थामा सोलाई ओझेल पार्ने गरी अर्को समिति बनाउनुको कुनै औचित्य देखिँदैन। यसले कतै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गर्ने वा त्यसबाट पछि हट्ने प्रयास त होइन भन्ने गम्भीर आशंका पैदा भएको छ। त्यसैले म यस गरिमामय सदन मार्फत नेपाल सरकारलाई सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गरी माननीय सदस्य धनेन्द्र कार्की। सम्माननीय सभामुख महोदय, म सिन्धुली क्षेत्र नम्बर 1 बाट निर्वाचित प्रतिनिधि आफ्नो जनताको पीडा बोकेर यो सदनमा उभिएको छु। आज पनि मेरो क्षेत्रको नागरिक सामान्य उपचारको लागि टाढा धाउन बाध्य छन्। किसानले पसिना बगाएर उत्पादन गरेको वस्तुले उचित मूल्य पाएको छैन र सडकको अभावले विकासको ढोका बन्द भएको छ। पहिलो, दुधौली नगर अस्पताललाई तत्काल प्रादेशिक अस्पतालमा रूपान्तरण गरी सर्पदंश विशेषज्ञ सहित सेवा सुनिश्चित गर्न सरकारसँग कडा माग गर्दछु। दोस्रो, किसानलाई बजारसँग जोड्न कृषि एम्बुलेन्स र चिस्यान केन्द्रको व्यवस्था तत्काल गरियोस्, नत्र किसानको मेहनत खेर जाने क्रम रोकिने छैन। तेस्रो, वर्षभरि सञ्चालन हुने गरी मुख्य सडकहरूको कालोपत्री कार्य ढिला नगरी सम्पन्न गरियोस्। जनतालाई पर्खाइको घडी समाप्त भएको महसुस होस्। यो कुनै माग मात्र होइन, जनताको अधिकार हो। त्यसैले सम्माननीय सभामुख मार्फत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गर्दछु। धन्यवाद। माननीय सदस्य धन बहादुर बुढा। सभामुख महोदय, म सिन्धुली क्षेत्र नम्बर 1 बाट सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यो सम्मानित सदन मार्फत मेरा भगवान रूपी डोलपाली बुवामा दाजुभाइ तथा दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई लगातार 4 पटक 2070 साल, 2074 साल, 2079 साल र 2082 सालमा अत्याधिक मतले विजय गराएर पठाउनु भएको छ। डोलपाली जनताले दिनुभएको माया, विश्वास, भरोसा र आशीर्वादलाई मैले हिजो पनि डोल्पा जिल्लाको शिर निहुर्न दिएको छैन, आज पनि शिर निहुर्न दिएको छैन र भोलि पनि डोल्पा जिल्लाको शिर निहुर्न दिने छैन। यो मेरो प्रतिबद्धता हो। सभामुख महोदय, डोल्पा जिल्लाको मसिनचौर एयरपोर्ट निर्माण सम्पन्न भएको 4 वर्ष पुरा भयो। यस एयरपोर्टलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनको लागि म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य धर्मराज केसी। सर्वप्रथम त परिवर्तन र समुन्नत लमजुङको पक्षमा मतदान गर्नुहुने र सोका लागि देश विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण लमजुङवासी आदरणीय मतदाताहरूप्रति हार्दिक आभारसहित स्मरण गर्दछु। हामीले भोट माग्दै गर्दा लमजुङका मतदाताहरूले 12 महिना सञ्चालनमा आउन सक्ने सुरक्षित सडक माग्नुभएको छ, डाक्टर र औषधि उपलब्ध भएको स्वास्थ्य चौकी वा अस्पताल माग्नुभएको छ, बालबालिकाको लागि सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षाको व्यवस्था, स्वच्छ खानेपानी, विदेशिएका परिवारलाई सम्झँदै पीडामा बस्नुपर्ने अवस्थाको अन्त्य, साथै जलविद्युतको हबको रूपमा चिनिएको जिल्ला भएर पनि सीमित व्यक्तिहरूले मात्र त्यसबाट फाइदा लिएको अवस्थाको अन्त्य हुनुपर्ने कुरा माग गर्नुभएको छ। आज हाम्रो पार्टी समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारीमा छौँ। आगामी दिनहरूमा लमजुङको प्रवेशद्वारदेखि सुरु हुने सडकको दुर्दशा अन्त्य गराउनको लागि म सम्मानीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। जसरी गर्भ खेर जाँदा आमालाई पीडा हुन्छ,
त्योभन्दा बढी दर्द मत खेर जाँदा मतदाताहरूलाई हुने रहेछ भन्ने कुरा उहाँहरूले विगतमा खेर गएको मतका लागि प्रकट गर्नुभएको रोषबाट प्रष्ट हुन्छ र त्यसैबाट आज हामी यस ठाउँमा छौँ। सही नीति बनाएर र त्यसलाई सही नियतका साथ काम गरौँ र त्यसबाट हामीले नागरिकका माननीय सदस्य नरेन्द्र कुमार केरुङ। सम्मान्य सभामुख महोदय, मलाई जन्म दिने माता र स्वर्गीय पितालाई नमन गर्छु। सबैभन्दा पहिले मलाई निर्वाचित गर्ने फलैचाको बर्मेदेखि दुर्दिम्बाको टोकासम्मका 5 थरे मतदातालाई हार्दिक धन्यवाद र शहीदहरूप्रति श्रद्धा प्रकट गर्दै म बिपीको अनुयायी यो संसदमा सर्वप्रथम महागुरु फाल्गु नन्दलाई स्मरण गर्न चाहन्छु। सम्मान्य सभामुखज्यू, क्रोएसियाको देशमा सडक दुर्घटनामा परि झापाका भरत कार्की तथा सल्यानका भुवन विकले ज्यान गुमाएको कुरा सरकारलाई जानकारी छ कि छैन? तिनको डेड बडी यथाशीघ्र नेपाल ल्याउन म परिवारजनका तर्फबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। नयाँ सरकार आउने बित्तिकै निजी क्षेत्रका सञ्चार माध्यमले पाउने गरेको विज्ञापन रोक्ने निर्णय गर्यो। सरकारको यो कदम उदार अर्थव्यवस्थाको नीति विपरीत छ। म जोड दिएर माग गर्छु, सरकार निजी क्षेत्रका श्रमजीवी सञ्चार माध्यमको गाँस काट्न पाइन्। माननीय सदस्य नरेन्द्र कुमार गुप्ता। सम्माननीय सभामुख महोदय, सर्वप्रथम जेएनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुभएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यसैगरी जेएनजी आन्दोलनको फलस्वरूप हालै सम्पन्न भएको आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर 2 का आदरणीय मतदाताहरूले मतदान गरी मलाई विजयी गराउनु भएकोमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, नेपाली जनताको आशा र भरोसाबाट गठन भएको वर्तमान सरकार सधैँभरि खेतीको सिजनमा मल खादको हैरानी बेहोर्नुपर्ने किसान दाजुभाइहरूको पीडा कम गर्न अब यो सरकारले समयमा नै पर्याप्त मात्रामा मल खाद उपलब्ध गराओस् भन्ने माग राख्न चाहन्छु। साथै महेशपुरको ठुलो भन्सार नवलपरासी जिल्लाकै ठुलो भन्सारको रूपमा रहेको छ र वर्षौँ भइसक्यो, त्यो अहिलेसम्म पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन। त्यसकारणले वर्तमान सरकारलाई यसप्रति पनि अविलम्ब सञ्चालन गर्नको लागि ध्यान आकर्षण गराउन चाहन्छु। सँगसँगै भगवान गौतम बुद्धको एकमात्र माननीय सदस्य नीतिमा भण्डारी कार्की। सम्मान्य सभामुख महोदय, सर्वप्रथम सरलाई एक सम्पूर्ण जनताप्रति हार्दिक कृतज्ञता दिन चाहन्छु। सभामुख महोदय, नेपालमा विभिन्न ठाउँमा भ्यू टावर, भवन लगायत प्रतिफल तथा दिगोपन बिनाको पूर्वाधार देखेका छौँ। लगानी भएका र प्रयोगहीन भवन सर्लाही जिल्ला प्रदेश लगायत नेपालभरि धेरै छन्। यस्ता प्रयोगमा नआएका भवन तथा पूर्वाधार पहिचान गरी उचित सदुपयोग गर्न आवश्यक छ र यस्ता भवनको सदुपयोगमा ल्याउने बारेमा यस सदन र नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सर्लाही लालबन्दीमा 100 मिटरको दूरीमा, राजमार्गबाट 100 मिटरको दूरीमा अस्पताल भवन निर्माण सम्पन्न भएको छ। नगरपालिकाले सो भवनलाई ट्रमा सेन्टर बनाउनको लागि प्रक्रिया अगाडि बढाएको छ। साथै थप 50 शय्याको महिला तथा बालबालिका अस्पताल सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ। यी अस्पताल सञ्चालन आएको खण्डमा हाल मध्य प्रदेशभरि नै रहेको महिला तथा बालबालिका अस्पताल र ट्रमा सेन्टरको अभावलाई समाधान गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु। सभामुख महोदय, अब बन्ने सबै पूर्वाधार तथा परियोजना प्रतिफल, दिगोपन, जनताको आवश्यकता र हितको बारेमा विस्तृत अध्ययन गरेर मात्र परियोजना कार्यान्वयन गर्ने व्यवस्था मिलाउन म सदन मार्फत माग। माननीय सदस्य निशा डाँगी। सम्माननीय सभामुख महोदय, भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरुपयोग भइरहेको छ।
नियमअनुसार 1 दिनको भन्सार डे पास लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेका हुन्छन्। यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको छ। सभामुख महोदय, मेरो निर्वाचन क्षेत्रको मेचीनगर सीमा क्षेत्रको समस्या मात्रै होइन यो। प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधनको कारण नेपाली यातायात व्यवसायीहरू दबाएका अवस्थामा छन्। नेपाली चालक र व्यवसायीहरू सङ्कटमा परिरहेका छन्। यति मात्र होइन, भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्ति पाउन समेत उत्तिकै समस्या बनिरहेको छ। त्यसैले म सभामुख मार्फत सरकार समक्ष 3 वटा माग राख्न चाहन्छु। एउटा, सीमा नाकामा कडाइका साथ अनुगमन गरियोस्। 2, डे पासको दुरुपयोग तत्काल रोकियोस्। तेस्रो नम्बरमा सीमा क्षेत्रमा नेपाली यातायात व्यवसायको संरक्षण हुने गरी स्पष्ट र प्रभावकारी। माननीय सदस्य निष्कल राई। सम्माननीय सभामुख महोदय, सर्वप्रथम 21 फागुनको निर्वाचनमा मलाई अमूल्य मत दिनुहुने इलाम क्षेत्र नम्बर 1 का श्रद्धेय मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। लोकतन्त्रका लागि ज्यान गुमाउने शहीदहरू मात्र होइन, जेएनजी आन्दोलन र इलाम 7 खाल्टेका महान शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। सभामुख महोदय, मेरो क्षेत्रका नागरिकहरू यति बेला चियाको पहिलो मुना टिप्न व्यस्त छन्, तर उनीहरूले मेहनतको उचित मूल्य पाउन सकेका छैनन्। उत्पादन लागत अध्ययनको आधारमा चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउन धौधौ छ। यस्तै किसानले भोग्नु परेको मल अभावको विषयमा पनि सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। एकातिर किसान पीडित छन् भने अर्कोतर्फ चिया उद्यमीहरू पनि पीडामै छन्। चिया निर्यातका लागि हामी केवल भारतीय बजारमा आश्रित छौँ। समय समयमा भारतले नचाहिने विषयमा चिया निर्यातमा समस्या पैदा गर्दै आएको छ। अहिले पनि भारतले पश्चिम बङ्गाल सरकार चिया तथा कफी विकास बोर्डले फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड्स अथोरिटी अफ इन्डिया फसाईको नाममा दुःख दिइरहेको छ। यो किसान तथा उद्यमीको प्रयासबाट समाधान हुने समस्या होइन। तसर्थ यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न आवश्यक रहेकोमा म सभामुख महोदय मार्फत सरकार समक्ष जोरदार आग्रह गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य नीता घतानी। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदन मार्फत हाम्रो पार्टी नेकपा एमालेप्रति विश्वास गर्दै मतदान गर्नुहुने आदरणीय मतदाताहरूप्रति म हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता गर्न म सरकारसँग जोरदार माग गर्दछु। राजनैतिक प्रतिशोधका आधार लगाएर यस्ता मुद्दाहरूले राजनीतिक मर्यादा र संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन्। संविधानको अधिकार र कानुनी मर्मको संरक्षणको लागि यो मुद्दा तत्काल फिर्ता गरियोस्। धन्यवाद। माननीय सदस्य पवित्रा विक। सम्माननीय सभामुख महोदय, सर्वप्रथम हजुरलाई बधाई र सम्पूर्ण मतदाताहरूलाई मत दिएर विजय गराउनु भएको मतदाताहरूलाई धन्यवाद। सभामुख महोदय, नेपालमा वर्षेनी चट्याङका कारण ठुलो सङ्ख्यामा मानवीय र पशु चौपाएको क्षति हुने गरेको छ। त्यसमा पनि मकवानपुर जिल्लाका केही पालिकाहरू अति जोखिमपूर्ण अवस्थामा रहेको हुनाले त्यसलाई न्यूनीकरण गर्नको लागि सरकारले ठोस नीति तथा कार्यक्रम र जनचेतनामूलक कार्यक्रम ल्याओस् भनी सभामुख मार्फत ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य परशुराम तामाङ। सभामुख महोदय तथा माननीय सांसदहरू सबैमा बधाई तथा शुभकामना। यहाँ दलित समुदायप्रति क्षमा माग्नलाई मैले सराहना गर्दछु। सभामुख महोदय, म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पोर्खेली भूमि खोस्यो, मातृभाषा निषेध गर्यो, हाम्रो धर्म र संस्कृतिप्रति घृणा गर्यो, राज्य सत्ताबाटै वञ्चित गर्यो। त्यति मात्र होइन, राज्यले मासिने मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्नु पाउने अधिकार छिन्यो। अझै पनि आदिवासीहरू त्यो उत्पीडन र विभेदको भारीबाट मुक्त भइसकेका छैन। म त्यही मासिने मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ। सभामुख महोदय,
म नेपाल सरकारलाई राज्यको तर्फबाट विभिन्न जातिको बिचको मेलमिलाप र एकता सम्वर्धन गर्न इतिहासको त्रुटि सच्याउन माननीय सदस्य पारस मणि गेलाल। सम्माननीय सभामुख महोदय, सर्वप्रथम जेन्जी आन्दोलनका वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सप्तकोशीको काग, बेलकातरी, मैनामैनीको आस्था, चौदण्डीगढीको इतिहास र फुवालुङको पहिचान बोकेको भूमिबाट मलाई यस सदनमा उभ्याउनु हुने उदयपुर एकका श्रद्धेय नागरिकज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कोशी कटानले हरेक वर्ष नागरिकहरूको भविष्य बगाइरहेको छ। गिदेरी खोलाको अपुरो पुलले विद्यार्थीको शिक्षा अवरुद्ध गरिरहेको छ, जबकि 6 करोडमै यो सम्पन्न हुन सक्छ। यसै आर्थिक वर्षमा सो सम्पन्न गरियोस्। उदयपुर सिमेन्ट उद्योग राजनीतिक हस्तक्षेपले थलिएको छ। नियमित सञ्चालनका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी वर्षौँदेखि लाल पूर्जाविहीन नागरिकहरू अझै आफ्नो जमिनमै पराई बनेका छन्। यो सामाजिक न्यायको गम्भीर प्रश्न हो। तत्काल लाल पूर्जा वितरणको ठोस व्यवस्था गरियोस्। यी सबै राष्ट्रिय प्राथमिकताका विषय बनुन्। जनताको धैर्यको परीक्षा धेरै भइसक्यो सभामुख महोदय, अब परिणाम देखिनै पर्छ। माननीय सदस्य पार्वती विक। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना। 2080 कार्तिक 17 गते जाजरकोट भूकम्पले छेदविच्छेद बनाएको कुरा यहाँहरूलाई अवगत नै छ। जाजरकोटी जनता अहिले पनि जस्ताको टहराभित्र बस्नु परिराखेको अवस्था छ। तत्कालीन सरकारले राहत भनेर 50,000 रुपियाँ दिएको थियो। त्यो 50,000 रुपियाँ अहिले पनि कैयन नागरिकले पाउन सकिराखेको अवस्था छैन। तत्कालीन सरकार, जसको प्रचण्ड सरकारले 5 लाख रुपियाँ दिने र पुनर्निर्माणको बाटो बनाउने भनेर अगाडि बढाइएको थियो, त्यो पनि कार्यान्वयन हुन सकेन। विडम्बना, दोस्रो पटक बनेको सरकारले डिडिएको बाटो अपनायो। त्यो झन्झटिलो कार्यविधिले जनताले अहिलेसम्म पनि निकास पाउन सकिराखेका छैनन्। हामीलाई आशा छ यो सरकारले, म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, सत्तारूढ दलका सभापति तत्कालीन समयमा जाजरकोट गएर धेरै काम गर्नुभएको थियो। हामीलाई आशा छ जनताले अहिले पनि सुत्केरी आमाहरू, टहराभित्र बच्चा र आमा दुवैको ज्यान गुमाउनु परिराखेको अवस्था छ। सरकारले माननीय सदस्य पुकार बम। सम्माननीय सभामुख महोदय, नेपालमा पूर्वाधार निर्माण अझै पनि बिल्ड, डिस्ट्रोय, रिबिल्ड अर्थात् बनाउने, भत्काउने, फेरि बनाउने मोडलमा चलिरहेको छ। यो म निर्वाचित भएको काठमाडौँ क्षेत्र नम्बर 4 को मात्र नभई सिङ्गो देशको समस्या हो। वर्ल्ड ब्याङ्कको अध्ययनहरूले के देखाउँछ भने यस्तो समन्वयले अभावले परियोजनाको लागत 10 देखि 30% बढ्छ। महालेखा परीक्षकको कार्यालयको वर्षेनी सार्वजनिक प्रतिवेदनहरूले पनि दोहोरिने काम र समन्वय अभाव स्पष्ट रूपमा उठाएका छन्। पूर्वाधार विज्ञहरूका अनुसार पुँजीगत बजेटको 20% यसरी दोहोरिएर खर्च हुने गरेको छ, जुन भनेको लगभग 3,000 करोड रुपियाँ हुन जान्छ। सभामुख महोदय, अब हामीले डिग वान बिल्ड वान्स भन्ने सिद्धान्तमा जानुपर्छ। एकीकृत पूर्वाधार विकास ऐन, इन्टिग्रेटेड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एक्ट ल्याएर सबै निकायबीच अनिवार्य समन्वय, एउटै योजना र एउटै कार्यान्वयन प्रणाली सुनिश्चित गर्नु आजको आवश्यकता हो। सडक निर्माणकै क्रममा खानेपानी, ढल, बिजुली र इन्टरनेटको लागि युटिलिटी डक्ट अनिवार्य गर्ने नीति अब लागू गर्नै पर्छ, जसले गर्दा एउटै बाटो पटक पटक खन्नु नपरोस्। त्यसैले म सम्माननीय सभामुख मार्फत सरकारसँग आग्रह गर्दछु, यो ऐनलाई तुरुन्त अगाडि बढाइयोस्। समयमै पूर्वाधार सम्पन्न हुन आर्थिक समृद्धि हो। माननीय सदस्य पुष्पा कुमारी चौधरी। सम्माननीय सभामुख महोदय, म सप्तरी जिल्ला क्षेत्र नम्बर 1 को निर्वाचित पुष्पा चौधरी। म आज मेरो सम्माननीय सभामुख महोदय, म सप्तरी जिल्ला क्षेत्र नम्बर 1 को निर्वाचित पुष्पा चौधरी। म आज मेरो क्षेत्रमा पर्ने नेपालको नक्सा भएर पनि राज्यको नजरमा नपरेको एउटा बस्ती सप्तरीको हलवान नगर वार्ड नम्बर 13 को गोबरगराको पीडा बोकेर उभिएको छु। सभामुख महोदय, कोशी 2 भङ्गालोको बिचमा यो टापु 400-500
बस्तीको 400-500 परिवारको बस्तीको लागि यो 21औं शताब्दीको केवल एउटा शब्द मात्र बनेको छ। सभामुख महोदय, नेपालले विद्युत निर्यात गरिरहँदा गोबरगढा अझै अँध्यारो युगमा छ र एउटा सिटामोलको लागि ज्यान जोखिममा राखेर कोसीको छालसँग जुझ्नुपर्ने र प्रसुति र सबैको अभाव र आमाहरूको बाटोमै ज्यान गुमाउनु पर्ने यो अवस्था राज्य र अनुपस्थितिको प्रकाष्ठ हो। सभामुख महोदय, त्यसैले म सरकारसँग जोरदार माग गर्दछु, गोबरगढालाई वर्षेनी हुने डुबान तथा माननीय सदस्य पुनम कुमारी अग्रवाल। जन्मभूमि लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा अवस्थित निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको सिद्धार्थ क्रिकेट मैदान 2068 सालमा निर्माण सुरु भए तापनि विगत 14 वर्षमा जम्मा करिब 20% सम्म मात्रै भौतिक प्रगति भएको जानकारी गराउन चाहन्छु। 14,000 दर्शक क्षमतासहित 2076 सालमा यस मैदानको गुरु योजना तयार हुँदा अनुमानित लागत 84 करोड निर्धारण गरिएको थियो। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 मा विनियोजित रकम 3 करोड समेत अर्थ मन्त्रालयबाट फुकुवा नभएकोले बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। यसले आयोजनाको प्रगतिमा थप अवरोध सिर्जना गरेको छ। सम्माननीय सभामुख महोदय, यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै माननीय अर्थमन्त्रीज्यू समक्ष तत्काल उक्त बजेटलाई फुकुवा गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। साथै आगामी आर्थिक वर्षको बजेटमा यस आयोजनालाई बहुवर्षीय आयोजनामा समावेश गर्न पनि म माननीय सदस्य पूर्ण प्रसाद लिम्बू। सम्माननीय सभामुख महोदय, नेपाल सरकारले डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट जस्तो अति नै महँगो योजना ल्याउने प्लानिङ गर्दा हाम्रो देशको दूरदराजमा रहेका ग्रामीण क्षेत्रको जनताहरूको पीरमार्गहरूलाई पो पहिले सम्बोधन गर्नुपर्ने हो कि? संविधानको धारा 35 अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ। त्यस्तै प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। तर अझै पनि एक गाग्रो पानीको लागि घन्टौँ कुर्नु र हिँड्नुपर्ने बाध्यता सङ्खुवा सभाको खामलिङ गाउँ जस्तै अन्य धेरै गाउँहरूमा यथावत नै छ। बिरामी सुत्करी महिलाहरूलाई अझै पनि घन्टौँ डोको वा स्ट्रेचरमा बोकेर जिल्लाको सदरमुकाम वा रोड हेडसम्म पुर्याउनु पर्ने बाध्यता पनि यथावत नै छ। ती दूरदराजका गाउँघरमा अति कष्टकर जीवन बिताइरहनु भएका जनताहरूको माग एक घर एक धारा, एम्बुलेन्स पुग्ने सक्ने बाटो बनाउनु पर्ने जस्ता अति नै माननीय सदस्य प्रकाश पाठक। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त मलाई निर्वाचित गर्ने झापा क्षेत्र नम्बर 3 का आम मतदातालाई विशेष धन्यवाद दिन चाहन्छु। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावक नयाँ भर्ना र नयाँ पाठ्यक्रमको मारमा पर्ने गरेका छन्। भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयले निर्णय गरिसके पनि पाठ्यपुस्तकका नाममा देशभरका झन्डै 24 लाख विद्यार्थीका अभिभावकको औसत 5,000 का दरले 21 दिनभित्रमा 11 अर्ब 84 करोड रुपैयाँ खर्च हुने गरेको छ। पब्लिकेसनको कमिसनका कारण वर्षे नै पाठ्यक्रम परिवर्तन गर्दा त्यसको प्रत्यक्ष मार अभिभावकहरूले खेप्नु परिरहेको छ। सभामुख महोदय, पोसाक र पाठ्यक्रममा सामुदायिक र निजी विद्यालय बीचको अन्तरले नेपालको शिक्षा प्रणालीमै ठूलो विभेद रहेको प्रश्न देखिएको छ। यसलाई सदाका लागि अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने एउटै मापदण्डका पाठ्यपुस्तक निजी र सामुदायिक विद्यालयमा समावेश गर्न तथा सबै विद्यालयहरूमा एउटै पोसाक। माननीय सदस्य प्रकाश सिंह कार्की। सम्माननीय सभामुख महोदय, 2007 सालदेखि 2082 को जेनजी विद्रोहसम्म भएको आन्दोलनमा शहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन एवं आन्दोलनमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आज यो सम्मानित सदनसम्म मलाई
ल्याउन सहयोग गर्ने नेपाली काङ्ग्रेस पार्टी र आम सोलुखुम्बुवासीहरूमा हार्दिक धन्यवाद एवं उच्च सम्मान प्रकट गर्दछु। हालको भू रणनीतिक अवस्थालाई मध्यनजर गर्दै उत्पन्न हुने विविध समस्या र चुनौतीहरूमा सरकारको गम्भीर ध्यानाकर्षणको आवश्यकता छ। यस्ता समस्याहरूलाई पहिचान गर्दै सरकारले पूर्व तयारी गर्ने आवश्यक ठानेको छु। अहिलेको भू रणनीतिक अवस्थाले उत्पन्न हुने अल्पकालीन र दीर्घकालीन विपदहरूलाई निर्धारण गर्ने आवश्यक देखिन्छ। यसबाट पर्ने असरले राज्य र नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हुने समस्यालाई मूल्याङ्कन गरी क्राइसिस म्यानेजमेन्ट तयार गर्ने आवश्यक हुन्छ। इन्धनको मूल्य वृद्धि, खाद्यान्न अभाव र सम्पूर्ण बजार मूल्य वृद्धि, विशेष गरी ह्युमन डिस्प्लेसमेन्ट जस्ता विविध समस्याहरूको कन्टिजेन्सी प्लानको निर्माण गर्नु आजको प्राथमिक आवश्यकता हो। यसमा सरकारको गम्भीरतापूर्वक माननीय सदस्य प्रदीप बिष्ट। माननीय सभामुख महोदय, काठमाडौँ क्षेत्र नम्बर 10बाट परिवर्तनको पक्षमा मलाई मतदान गर्नुहुने सबै मतदाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो क्षेत्र दक्षिणकाली, कीर्तिपुर र चन्द्रगिरी नगरपालिकाको नागरिकहरूले यातायात, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, सरसफाइ र सरकारी सेवामा गम्भीर चुनौतीहरू सामना गरिरहेका छन्। यी समस्या राजधानीको सबै निर्वाचन क्षेत्रमा समान रूपमा विद्यमान छन्। त्यसैले एकीकृत योजना र मापदण्डसहित काठमाडौँलाई दिगो, हरित र बस्न योग्य राजधानी बनाउन आवश्यक छ भन्ने मेरो मान्यता छ। सभामुख महोदय, मेरो निर्वाचन क्षेत्रमा रहेका केही समस्याहरू सरकारको ध्यानस्कर गराउन चाहन्छु। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणको शिकार भएको छ, तत्काल छानबिन गरी फिर्ता ल्याउने पहल होस्। चम्पादेवी क्षेत्रमा 28 वर्षदेखि अलपत्र राष्ट्रिय जातीय सङ्ग्रहालयलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी निर्माण कार्य अगाडि बढाइयोस्। चौबार क्षेत्रमा सुक्खा बन्दरगाह खाली जग्गामा राजधानीवासीलाई विश्राम दिने हरित पार्क स्थापना गरियोस्। कीर्तिपुर अस्पताललाई आवश्यक पूर्वाधारसहित जलन उपचार केन्द्र राष्ट्रिय उत्कृष्ट केन्द्रको रूपमा विकास गरियोस्। दक्षिण भेग अझै व्यवस्थित सडक सञ्जालबाट जोडिन नसकेकोले नागढुङ्गा मातातीर्थ कीर्तिपुर दक्षिणकाली सडकलाई स्तर उन्नति गरी कनेक्टिभिटी सुधार गरियोस्। अन्तमा यी प्राथमिकताहरू आगामी नीति तथा बजेटमा समावेश गरी कार्यान्वयन होस् भनी सरकार समक्ष विनम्र अनुरोध गर्छु। धन्यवाद। माननीय सदस्य प्रभा कार्की। सम्माननीय सभामुखज्यू, आजको यो सम्मानित सदन पुरानो शक्ति सन्तुलनको निरन्तरता नभई बन्द कोठाभित्रको राजनीतिक तोड्ने साहसिक हस्तक्षेप पनि हो। हाम्रो संसदीय भूमिका केवल पद र पहिचान मात्र प्राप्त गर्नु होइन, नेपालको राजनीतिमा परिवर्तन सम्भव छ भन्ने जनविश्वासलाई संसदभित्रबाट व्यवहारमा उतार्नका लागि पनि हो। हामी सबैलाई अवगत नै छ, पछिल्ला दशकहरूमा संसद जनताको आवाज भन्दा पनि दलका शीर्ष नेताहरूको निर्णय अनुमोदन गर्ने थलो बन्न गयो। परिणामस्वरूप भ्रष्टाचार बढ्यो, जवाबदेहिता हरायो र आम नागरिकको राजनीतिप्रतिको विश्वास, भरोसा र आशा कमजोर हुँदै गयो। यही टुटेको विश्वास, आशा र भरोसालाई पूर्ण स्थापना गर्न यसपटक नेपाली जनताले नयाँ सोच, नयाँ आचरण र नयाँ अभ्यासका लागि सक्षम, दक्ष साथै विज्ञ व्यक्तिहरूलाई आफ्नो अमूल्य मत दिएर यस सम्मानित सदनसम्म पुर्याउनु भयो। त्यसको लागि म यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद तथा कृतज्ञता अर्पण गर्दछु। धन्यवाद। माननीय सदस्य पुरुषोत्तम सुप्रभात यादव। सम्माननीय सभामुख महोदय, म आज यो सम्मानित सदनमा स्पष्ट भन्न चाहन्छु, जेनजी आन्दोलन किन भएको थियो, त्यो आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिले पनि बिर्सिनु हुँदैन। सभामुख महोदय, यो सरकार त्यही रक्तरञ्जित आन्दोलनको बलिदानमाथि बनेको हो। कहिले जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ र कहिले मृतक परिवारले न्याय पाउँछ। शहीदप्रति हार्दिक श्रद्धाञ्जली। अनि सभामुख महोदय, जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादालाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोरदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचारको यो सम्मानित सदनसम्म पठाउँदैछ। सभामुख महोदय, भ्यू टावर त बन्यो, तर किसानको खेतमा पानी पुगेन। मधेसका महेन्द्र हाइवेदेखि हुलाकी राजमार्ग जोड्ने एउटा पनि बाटो सुरक्षित छैन। हिजो मात्रै महोत्तरीमा एसई दिएर फर्किएका 3 जना युवाहरू 2 मोटरसाइकल ठोकिँदा आगोमा जलेर ज्यान गुमाए। कसको जिम्मेवारी हो? तराईमा ड्रग्सको अवस्था भयावह छ। माननीय सदस्य प्रभा ढकाल। सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा एक स्वास्थ्य सेवा सुधार अभियन्ता संसदको रूपमा उभिएर लामो समय उत्पीडन, शोषण र अन्याय विरुद्ध बुलन्द आवाजसँगै नीति निर्माणमा आइपुग्न सहयोग गर्नुहुनेप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
स्वास्थ्य सेवा दया होइन जनताको अधिकार हो। सम्माननीय सभामुख महोदय, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल देशकै प्रमुख क्यान्सर अस्पताल केन्द्र भए पनि आज बिरामीहरूले लामो प्रतीक्षा, अव्यवस्था र प्रशासनिक व्यथिति भोगिरहेका छन्। विशेष गरी विपन्न बिरामी उपचार नपाएर ज्यान गुमाउनेको अवस्था अत्यन्तै दुःखद र अस्वीकार्य छ। यस सन्दर्भमा म सरकार समक्ष माग गर्दछु, छानबिन समिति गठन गरी अनियमितता छानबिन गरियोस्, पुरानो ऐन संशोधन गरी अस्पताललाई आधुनिक राष्ट्रिय क्यान्सर इन्स्टिच्युटमा रूपान्तरण गरियोस्, नियुक्ति प्रक्रियामा सुधार गरी योग्य नेतृत्व सुनिश्चित गरियोस्, सबैका लागि गुणस्तरीय र बिरामी मैत्री सेवा सुनिश्चित गरियोस्। अब ढिलाइ होइन, तत्काल सुधार आवश्यक छ। सम्माननीय सभामुख मार्फत सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउँदछु। माननीय सदस्य परमिला कुमारी गच्छदार। सम्मानीय सभामुख महोदय, सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस सम्मानीय सदनमा उभिरहँदा जननायक बीपी कोइरालालाई स्मरण गर्दै नेपाली काङ्ग्रेस र मतदाताप्रति आभार व्यक्त गर्दछु। सभामुख महोदय, अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा महिलामाथि भइरहेको हिंसा असह्य छ। यसको कडाइका साथ नियमन गरियोस्। सभामुख महोदय, संविधानको धारा 42 अनुसार थारू समुदायको समानुपातिक समावेशिता अझै पूर्ण कार्यान्वयन भएको छैन। सर्वोच्च अदालतको आदेश हुँदा पनि थारूलाई यस अवसरबाट वञ्चित गरिएको छ। सङ्घीय निजामती ऐन विधेयक किन रोकिएको छ? सभामुख महोदय, विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण रोकिएकोले उचित मुआब्जा सहित क्षेत्रीय विमानस्थलको रूपमा विकास गरियोस्। सभामुख महोदय, 30 वर्षदेखि अधुरो रहेको विराटनगर चक्रपथ यथाशीघ्र सम्पन्न गरियोस्। सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य परमिला कुलुजु। सभामुख महोदय, महिला सशक्तिकरण कुनै पनि राष्ट्रको विकासको आधार हो। जब महिला सशक्त हुन्छन् तब परिवार, समाज र राष्ट्र नै सशक्त बन्छ। यद्यपि हाम्रो समाजमा महिलाहरू अझै पनि विभेद, असमानता र हिंसाको सामना गरिरहेका छन्। महिलाहरूले धेरै क्षेत्रमा प्रगति गरेका छन्, तर पूर्ण समानता अझै हासिल हुन सकेको छैन। महिला सशक्तिकरणको अर्थ अधिकार दिनु मात्र होइन, उनीहरूलाई आत्मनिर्भर बनाउनु, निर्णय प्रक्रियामा सहभागी गराउनु र सुरक्षित वातावरण प्रदान गर्नु हो। सम्माननीय सभामुख महोदय, कानुन बनेका छन् तर कार्यान्वयन कमजोर हुँदा महिला विरुद्धको हिंसा अझै कायम छन्। यसको अन्त्यका लागि सरकार, समाज र नागरिक सबैको साझा प्रयास आवश्यक छ। अन्त्यमा हामीले महिलालाई संरक्षण होइन नेतृत्वको रूपमा हेर्नुपर्छ। आउनुहोस्, समान र न्यायपूर्ण समाज निर्माण गरौँ, यहाँ महिला र पुरुष दुवैले समान अवसर पाउन सकुन्। धन्यवाद। माननीय सदस्य प्रमोद कुमार महतो। सभामुख महोदय, सर्वप्रथम हामीलाई पूर्ण बहुमतका साथ पठाउनु हुने सम्पूर्ण आदरणीय मतदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा कोटी कोटी नमन गर्दछौँ। म महोत्तरी क्षेत्र नम्बर 1बाट निर्वाचित प्रतिनिधि सभा सदस्यको हैसियतले आज मेरो क्षेत्रका जनताका ससाना पीडा, आवश्यकता सम्मानित सदनमा प्रस्तुत गर्दछु। मेरो क्षेत्रका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू अझै शुद्ध खानेपानी जस्तो आधारभूत सेवा र अवसरको अभावमा भोगिरहेका छन्। किसानहरूले आफ्नो मेहनतले अन्न बजारसम्म पुर्याउन सकिराखेको छैन। विद्यालयहरूमा पर्याप्त शिक्षक र आधारभूत संरचना छैन, जसले बालबालिकाको उज्जवल भविष्यलाई प्रभाव पारिराखेको छ। स्वास्थ्य चौकीहरूमा औषधि र केही विशेष उपकरणहरू बिना सञ्चालन भइरहेको। माननीय सदस्य प्रशान्त उप्रेती। सम्माननीय सभामुख महोदय, सर्वप्रथम जेनजी आन्दोलनमा शहीद हुनुभएका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु र घाइते हुनुभएका सम्पूर्ण योद्धाहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। अलि अगाडि माननीय गृहमन्त्रीज्यूले नेपाल प्रहरीको कपडा यहीँ सिलाउने भनेर घोषणा गर्नुभएको थियो र त्यो कार्य पुरा गर्नको लागि हेटौडा कपडा उद्योग सरकारको बाटो कुरेर बसिराखेको छ। कृपया
त्यो सञ्चालनका लागि सरकारले आफ्ना कदमहरू अगाडि बढाओस् र त्यो कार्यको थालनी हेटौँडा कपडा उद्योगबाट सुरु गरोस् भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य प्रेम बहादुर भएक। सम्माननीय सभामुख महोदय, यस गरिमामय संसदमा पहिलो पटक आफ्नो धारणा राख्दै गर्दा 2007 सालदेखि 2052को महान जनयुद्ध हुँदै 2062-63 लगायत पछिल्लो नवयुवाहरूको विद्रोहसम्म आइपुग्दा समाज र व्यवस्था रूपान्तरणका लागि सम्पूर्ण बलिदान गर्ने महान योद्धाहरूप्रति सम्मान र स्मरण व्यक्त गर्न चाहन्छु। म आफै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ लड्दै गर्दा बचेको मेरो मुनाफाको जीवन समेत प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि प्रतिबद्ध रहने प्रण गर्दछु। साथै मलाई यस गरिमामय सदनमा पुर्याउनु हुने कैलाली क्षेत्र नम्बर 2 लगायत देशैभरिबाट विदेशबाट समेत सहयोग सद्भाव राख्नुहुने आम मतदाताज्यूहरूसँगै मेरो नेपाली कम्युनिस्ट पार्टी र पार्टीका मूल नेतृत्वप्रति आभार व्यक्त गर्दछु। सभामुख महोदय, स्वास्थ्य सेवा हाम्रो मौलिक अधिकार हो। यति बेला कैलाली जिल्ला स्थित लम्कीचुवा नगर अस्पताल 15 शैय्याबाट स्तर उन्नति गरी 50 शैय्याको प्रादेशिक अस्पताल बनाउने विषयमा नगरपालिका र प्रदेश सरकार बीचको द्वन्द्वका कारण त्यस क्षेत्रका नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा समेत प्रभावित भएको छ। हामीले सङ्घीय शासन व्यवस्थाको अभ्यास गरिरहँदा एक तह र अर्को तह बीच हुने यस्ता स्वार्थको द्वन्द्वले आम नागरिकहरू मर्कामा पर्ने भएकाले कानुनी जटिल। माननीय सदस्य प्रेमलाल चौधरी। महोदयज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। मलाई आज यस गरिमामय सदनमा उपस्थित भएर सार्वभौम नेपाली नागरिकको कुरा राख्न सक्ने मौका दिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी र मोरङ लगायत देशैभरिबाट मत लगानी गर्नुहुने सार्वभौम नेपाली नागरिकहरूप्रति आभार प्रकट गर्दछु। सम्माननीय सभामुख महोदय मार्फत निम्न जरुरी विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सदैवदेखि थारू लगायत पछाडि पारिएका समुदायलाई नयाँ सरकारले न्याय गर्नुपर्ने, बाँदरले बाली नष्ट गरिरहेको छ भने हात्तीले जनधनको क्षति पुर्याइरहेकोले नियन्त्रण गर्नुपर्ने, अवैध रूपमा भित्रिने कुखुरा चल्ला अन्डा रोक लगाउनुपर्ने, वैदेशिक रोजगारीमा हुने दैनिक ठगी नियन्त्रण गर्नुपर्ने, स्थानीय विकासमा पालिकाहरूलाई जिम्मेवार र जवाबदेही बनाउनुपर्ने, विराटनगर र सुन्दर हरेचामा रहेको क्रिकेट रङ्गशाला निर्माण गर्नुपर्ने, चुरे आसपास मदन भण्डारी मार्ग करिडोरमा बढ्दो दुर्व्यसनी नियन्त्रण गर्नुपर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिक मैत्री बनाउनु पर्ने, नागरिक मैत्री शुल्क तोकेर लेखापढी व्यवसायलाई काम गर्ने व्यवस्था मिलाउनु पर्ने, विद्यालय व्यवस्थापन समितिमा दलतन्त्र हटाउनु पर्ने, मोरङकै गछिया हरेचा केरोन हुलाकी मार्गको लोन्द्रा खोलामा पक्की पुल र कालो। माननीय सदस्य बदन कुमार भण्डारी। सम्मानीय सभामुख महोदय, सर्वप्रथम म काभ्रे प्लान्चोक 2 का मतदाताहरूले जसले 53,344 मत दिएर विजय गराउनुभयो सबै मतदातालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हिजो भर्खर माननीय गृहमन्त्री काभ्रे गएर अवैध खानी र क्रसरहरूलाई बन्द गर्न निर्देशन दिनुभएछ। यसलाई सम्बन्धित निकायले कडाइका साथ कार्यान्वयन गर्नको लागि म जोरदार माग गर्दछु। त्यसै गरी विभिन्न खानी र खनिज उद्योग सञ्चालनको अनुमति प्रदान गर्ने विभिन्न विभाग, कार्यालय तथा पालिकाहरू जिम्मेवार रहेकोले हरेक जिम्मेवार निकाय आफ्नो जिम्मेवारी वहन गरी समय सापेक्ष अनुगमन एवं नियमन तथा नियन्त्रण गर्न यो सदन मार्फत जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य बब्लु गुप्ता। सम्माननीय सभामुख महोदयज्यू, हामी कुरा गर्नलाई चाहन्छौँ कृषिको विषयमा। अन्नको भण्डार मानिने तराई, तर त्यहाँ चाहिँ जहिले पनि डिप बोरिङ भनिने गरिएर चाहिँ ठगिने पनि तराई नै। अब चाहिँ डिप बोरिङ होइन, अब चाहिँ सानादेखि ठुला नदीमा चाहिँ बाँधेर सिँचाइको निर्माण गरियोस्। हाम्रो बोर्डरमा बस्दै हुनुहुने तराई सँगसँगै भारतमा चाहिँ जोडिएर बस्दै आउनुभएको गाउँ सँगसँगै त्यहाँ बस्दै आउनुभएको व्यक्तिहरूको जग्गामा चाहिँ 2 किलोमिटरसम्म चाहिँ तपाईँको चाहिँ ऋण नपाउने, तपाईँको चाहिँ कारोबारसँग ब्याङ्किङ कारोबारदेखि वञ्चित हुनुपर्ने अवस्था रहेको छ। त्यो अवस्थालाई चाहिँ व्यवस्थामा चाहिँ बदलियोस्। सँगसँगै
तपाईँको स्वास्थ्यमा हेर्ने हो भने हामी बस्छौँ मध्य प्रदेश 2 मा, तर उपचार गराउनु पर्यो भने आज जानुपर्छ प्रदेश नम्बर 1 र 3, र जनसङ्ख्या दोस्रो हाम्रै मध्य प्रदेशमा छ, जहाँ चाहिँ सबैभन्दा बढी चाहिँ दुर्घटना हामीले चाहिँ देखिराखेका हुन्छौँ। त्यही भएर ट्रमा सेन्टरको चाहिँ चाँडै नै निर्माण गरियोस्। माननीय सदस्यहरू, सुन्ने समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा माननीय सदस्यहरूको नाम प्राप्त हुन आएको छ। म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम माननीय सदस्य लिमा अधिकारी, समय 5 मिनट। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा पहिलो पटक बोल्ने अवसर पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकी छु। यस ऐतिहासिक क्षणमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सर्वप्रथम हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। साथै यस महान अभियानमा जीवनभर समर्पित अग्रज नेताहरू बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, भरतमोहन अधिकारी लगायत आस्था र निष्ठापूर्वक सम्पूर्ण जीवन देशका लागि दिने राजनीतिक अग्रज नेताहरूको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु। जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण युवाहरूप्रति म गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। विगत 3 दशकदेखिको कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा प्रवाह र चरम युवा बेरोजगारीका कारण जन्मिएको त्यो आक्रोश र त्यो असन्तुष्टिको विस्फोट थियो जेएनजी आन्दोलन। जेएनजी आन्दोलन केवल विरोधको अभिव्यक्ति मात्र थिएन। सभामुख महोदय, यो वर्तमान पुस्ताको निराशा, आकाङ्क्षा र परिवर्तनप्रतिको दृढ सङ्कल्पको प्रतीक थियो। जेएनजी आन्दोलनको मर्म भनेको नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्व मार्फत देशलाई सही दिशामा लैजानु हो। आजको युवा पुस्ता केवल दर्शक भएर मात्र बाँच्न तयार छैन। सभामुख महोदय, उनीहरू जवाबदेही, असल शासन, पारदर्शिता र अवसरको समान पहुँच चाहन्छन्। सम्मान्य सभामुख महोदय, गत फागुन 21 सम्पन्न आम निर्वाचनमा करिब 2/3 अर्थात् 182 स्थानमा विजयी गराई कुल खसेको मतको 48% लोकप्रिय मत दिएर राष्ट्र स्वतन्त्र पार्टीलाई ऐतिहासिक जनमत दिई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्ण आम मतदाता र विदेशमा रहनुभएका प्रवासी नेपालीहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु। यस परिवर्तनको यात्रामा सङ्घर्ष, आरोप प्रत्यारोप र प्रतिशोधका बीच धैर्यता, त्याग र कुशल नेतृत्वको माध्यमबाट सारा नेपालीहरूको मन जित्दै देशलाई समृद्धिको बाटोमा दौडाउने ऐतिहासिक नेतृत्व र जिम्मेवारीका लागि पार्टी सभापति माननीय रवि लामिछानेज्यूलाई विशेष धन्यवाद सहित शुभकामना प्रकट गर्न चाहन्छु। नागरिकको चाहना बमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गर्नुभएकोमा सम्मान्य प्रधानमन्त्री बालेन शाहज्यू र सरकारलाई विशेष धन्यवाद प्रकट गर्न चाहन्छु। यस प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा सम्मान्य सभामुख डोल प्रसाद अर्यालज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको नेतृत्वमा यस सदनले ऐतिहासिक कार्यभारहरू पुरा गर्न सफल रहोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिले काँचुली फेरेको छ। सभामुख महोदय, नागरिकले दिएको यो ऐतिहासिक जनमतले हामीलाई स्पष्ट सन्देश दिएको छ। अब आश्वासन होइन, डेलिभरी चाहिन्छ। अब भागबण्ड होइन, परिणाम चाहिन्छ। अबको सरकार हामीप्रति कुनै पनि नागरिकले सरकार मेरो पनि हो कि होइन भनेर कहिले पनि प्रश्न गर्नु नपरोस्, बरु गर्वका साथ यो सरकार मेरै हो भन्न सकोस्। विपदमा राज्य टाढा बस्ने होइन, नागरिकको हात थाम्ने सहारा बन्न सकोस्। कुनै पनि व्यवसाय निराश भएर आत्मदाहको जस्तो कदम चाल्न बाध्य नबनोस्, बरु उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जाओस्। सरकारी कार्यालयबाट निस्कने हरेक सेवाग्राहीको अनुहारमा निराशा होइन, सन्तुष्टि र आत्मसम्मान देखियोस्। सम्मान्य सभामुख महोदय, मेरो गृह जिल्ला मोरङ र मेरो जन्मथलो विराटनगर कुनै समय नेपालको ऐतिहासिक औद्योगिक नगरी, मुलुकको राजनीतिक
राजधानी र उद्योग व्यवसायको मुटुको रूपमा स्थापित थियो। समय बदलिँदै गयो, कारखानाहरू बन्द भए, चिम्नीहरू मौन भए, भिड पातलिँदै गयो। अरू सहरहरू अगाडि दौडिरहँदा हाम्रो विराटनगर भने आफ्नै पुरानो गौरव सम्झिँदै उभिरह्यो। निराश होइन, तर अलि थाकेको जस्तो। आज बजार छ तर गति छैन, जीवन छ तर त्यहाँ उडान छैन। हामीसँग सम्भावना थियो, भौगोलिक लाभ थियो, श्रमशक्ति थियो, इतिहास थियो र नेतृत्व पनि थियो, तर हामीले त्यो गति समात्न सकेनौँ सभामुख महोदय। हामीले औद्योगिक विकासलाई निरन्तरता दिन सकेनौँ सभामुख महोदय। आज नेपालको पहिलो उद्योग विराटनगर जुट मिल, अशोक टेक्सटाइल, मोरक सुगर मिल जस्ता मुलुकको आर्थिक विकासको धरोहर मान्ने दर्जनौं उद्योगहरू बन्द भएका छन्, जसका कारण बीसौं हजार रोजगारी गुमेको छ सभामुख महोदय। सरकारले हालसालै गोर्खाली रबर उद्योग, बुटोल धागो कारखाना लगायत बन्द र जीर्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः जागृत गर्ने घोषणा गरेको छ। उक्त घोषणाको म स्वागत गर्न चाहन्छु। विराटनगर लगायत मुलुकको सम्पूर्ण उद्योग प्रतिष्ठानहरूको पुनः सञ्चालन गरी औद्योगिक व्यवसायको वातावरण तथा रोजगारीको अवसर सिर्जना गरी समग्र आर्थिक विकासको नयाँ आयाम यो सरकारले प्रारम्भ गर्नेछ भन्ने विश्वास दिएको छु। धन्यवाद। माननीय सदस्य जनक राजगिरी, समय 4 मिनेट। माननीय सभामुख महोदय, बाजुरा जिल्ला नेपालको सबैभन्दा पुछारमा परेको 77औं स्थानमा रहेको यो नेपालको मानव विकास सूचकाङ्कको ह्युमन डेभलपमेन्ट इन्डेक्सको सबैभन्दा पछाडि परेको जिल्लाबाट मलाई निर्वाचित गराउने बाजुरावासी आमा बुवा दाजुभाइ दिदीबहिनीलाई म हार्दिक नमन गर्दछु। र चुनावको बेलामा हाम्रा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह स्वयं बाजुरामा पुगेर बाजुरामा बढी मालिका जस्तो एउटा स्विजरल्यान्ड भन्दा पनि राम्रो स्थान छ भनेर भन्नुभएको थियो। र अहिले सरकारको यो 100 दिने कार्ययोजनामा बढी मालिका पनि समावेश भएकोमा म नेपाल सरकार, वर्तमान सरकारका प्रति हार्दिक आभार व्यक्त गर्दछु। सम्माननीय सभामुख महोदय, बाजुरा जिल्ला दुर्गम हिमाली विकट पहाडी जिल्ला हो, तर त्यहाँ थुप्रै सम्भावनाहरू पनि छन्। बाजुरा जिल्लामा अहिले 1902 मेगावाट नेपालको सबैभन्दा ठुलो हाइड्रो प्रोजेक्ट बाजुरा जिल्लामै छ। यदि सरकारले यसलाई अगाडि बढाउन सके, यहाँको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र बाजुरालाई समृद्ध बनाउन सक्ने सम्भावना छ। सम्माननीय सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। अर्कातिर जमुनादेखि हिल्सासम्म मानसरोवर पुग्ने त्रिदेशीय राजमार्ग पनि बाजुरा हुँदै अगाडि बढेको छ। यो राजमार्गको स्तरोन्नति हुन सके यहाँ भारतीय पर्यटकहरू, जसरी अहिले उत्तर प्रदेशबाट त्यहाँको उत्तर प्रदेश सरकारले मानसरोवर जाने सबै तीर्थयात्रीहरूलाई 1 लाख अनुदान दिने जुन उत्तर प्रदेश सरकारको जुन एउटा अनुदान सहयोग छ, त्यही त्रिदेशीय राजमार्ग मार्फत त्यो बाजुरा हुँदै हुम्ला हुँदै मानसरोवर पुग्ने तीर्थयात्रीहरू, भारतका लाखौं तीर्थयात्रीहरू त्यो बाटो हिँड्दा त्यहाँ तमाम रोजगारी सिर्जना हुने, त्यहाँको स्थानीय उत्पादन को बजारीकरण हुने र त्यहाँका गरिब किसानहरूले को खल्तीमा पैसा पर्ने र त्यो जिल्ला एउटा विकासको मार्गमा अगाडि बढ्ने एउटा अर्को सम्भावना छ। र बाजुरा जिल्लामा सबैभन्दा बढी जडीबुटी असङ्ख्य 100औं पाखाहरू छन् र त्यो ठाउँमा हामीले राष्ट्रिय प्रसारण लाइन पुगाउन सक्यौं र त्यही जडीबुटीको प्रशोधन, प्याकेजिङ, त्यही औषधि कारखाना खोल्न सकेपछि बाजुरा जिल्लालाई ठुलो रोयल्टी प्राप्त हुन्छ र बाजुरा जिल्लाको गरिबी न्यूनीकरण हुन सक्छ। यसका प्रति पनि सम्माननीय सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सेती लोकमार्ग अहिले धनगढीबाट झन्डै 94 किलोमिटरमा सेती लोकमार्ग साँफे पुग्छ, तर हामी 286 किलोमिटरको यात्रा गर्छौँ धनगढी आउन। र यो सेती लोकमार्ग आर्थिक वर्ष 66-67बाट अलपत्र परेको छ। यसको धीमा गतिमा यसको चाहिँ अगाडि बढेको छ। यसलाई सम्माननीय सभामुख मार्फत म यो सेती लोकमार्ग जो कैलाली, डोटी, बझाङ, बाजुरा, अछाम भएर जान्छ र छोटो दूरीको यात्रा र त्यहाँ आर्थिक गतिविधि पनि त्यो सडकबाट थुप्रै हुने हुनाले 5 जिल्लालाई फाइदा हुने यो सेती लोकमार्गलाई अगाडि बढाउन म सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। फेरि बाजुरा जिल्लाको भूगर्भमा पहिलेका पुर्खाहरूले त्यहाँ फलाम, सिसा खानी
बाट थुप्रै भाँडाकुँडा बनाउने काम गर्थे। अहिले चीनको एउटा अध्ययनले, चीनको एउटा समाज वैज्ञानिकको अध्ययनले त्यहाँको भूगर्भ मुनि युरेनियमसम्म छ भन्ने कुरा आएको छ। र हामीले पटक पटक यो कानुनहरू जसरी अहिले झन्झटिला छन्, यो वनको कानुनहरू, यसले गर्दाखेरि त्यहाँ रोकिएको छ। यसलाई हामीले उत्खनन गर्न सकेका छैनौँ, अन्वेषण गर्न सकेका छैनौँ। र यदि त्यहाँ युरेनियम अहिलेको जस्तो यति महँगो एउटा खनिज युरेनियम हामीले त्यहाँ निकाल्न सक्यौँ भने, त्यसको उत्खनन गर्न सक्यौँ भने नेपाललाई नै धेरै ठुलो लाभ हुने त्यो बाजुराको गर्भमुनि छ। र यसका प्रति पनि म सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण सभामुख मार्फत गराउन चाहन्छु। र यो वेस्ट सेती जो 2049मा अस्ट्रेलियाको स्मेक कम्पनीसँग एग्रिमेन्ट भएको थियो, कहिले 3 गर्जेस, कहिले कुनै कम्पनी हुँदै हुँदै अहिले झन्डै 32 वर्ष भयो यो अलपत्र पर्यो। मान्य सदस्य, समय सकियो। मान्य सदस्य यज्ञ बहादुर बोगटी, समय 3 मिनट। सम्माननीय सभामुख महोदय, सर्वप्रथम सम्माननीय सभामुखज्यू निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। संसदीय अभ्यासमा यहाँको भूमिका अभिभावक तटस्थ निष्पक्ष रहने विश्वास व्यक्त गर्दछु। सभामुख महोदय, मलाई अछाम क्षेत्र नम्बर 2 का जनताले न्यानो माया, स्नेह र अपार विश्वासका साथ निर्वाचित गर्नुभएकोमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 का सम्पूर्ण जनतामा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। सभामुख महोदय, राज्यले अछाम जिल्लालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ, तर विडम्बना विकासका दृष्टिकोणले पछि पढेकै छ। शिक्षा, स्वास्थ्य, विद्युतीकरण, अभाव, रोजगारी, गरिबी र पछौटेपनका कारणले त्यस क्षेत्र